के गरेर भन्ने हजुर हो त नि त्यही स्टिलको कुर्सी हो अरे लाएर बस्यो धेरै समस्या हुन्छ म 2 घन्टा वेटिङमा बस्दा त त्यस्तो हो 2 घन्टा चाहिँ वेटिङ बस्यो हजुर गएको दाइ कोही रुँदैन के भएको यस्तो कुन दाइ कसरी पठाउने त हैन साउदी गए हजुर राम्रो ठाउँमा जाँदा नि दाजु यता हेर्दा विदेश जाने बेला रुनु पर्दैन रुन्छ चाहिँ हाँसेर जान्छ होइन बल्ल उसी भिजा लागेको छ हजुर हजुर खुसी घर जानु पर्यो होइन घुममा गइसकेपछि बरु दुःख भयो के त रुनु होइन रुने कुरै हुँदैन दाजुले कति सम्झिरहनु भएको एकदम सम्झेको छु तर ठिकै छ के भन्छ नि मुटु माथि ढुङ्गा राखी हाँस्नु परेको छैन दाजु छोरा मान्छे हो जे होस् जहाँ जति बोलेको होला नि होइन भन्नु न छुट्टी गरेर होइन गीत हेर्नु न गीत सुन्नु हो के हेर्नु के अरे यो एकचोटि के यस्तै ट्याक्सीमा चढ्यो होइन बसन्तधारबाट कि यो मलेसिया जाने बेलामा अनि त्यति बेला पासपोर्टै छोडिएछ त्यति धेरै गाडी घुमाले चक्रपति म त अहिले छोडे पासवर्ड भनेको होइन अघि लगाउनु भयो अस्ति सिनेमामा त्यस्तै भएको छ क्या हजुर एउटा मभन्दा अगाडि ट्याक्सीमा गएर मान्छे झऱ्यो अझै त्यहीँ पार्किङ बसिरहेको थिएँ मैले ब्यागै निकालेर बिर्सेछ हजुर लगेज निकाल्यो ठाउँमा बस्नलाई हजुर लगेज निकाल्यो ट्याक्सी हतारमा सुई गइगयो क्या हजुर अनि बिचराको दौडिन्छ पछि कहाँबाट भेट्नु हजुर त्यही त अनि मैले चाहिँ झर्लाई चाहिँ त्यहाँ त उजो झरेको देखाएको थिएँ हजुर लगेजको सामान छुट्यो भनेर गएर अनि आउनु बस्नु म अब भेटाएसम्म म पछि जान्छ आउनु भने हजुर अन्त सिनेमा लोराले पुल काटेपछि भेटेँ हरन लगाएको लगाइ गरेको अनि त्यसले रिसाउनु चाहिँ किन हरन बजायो भने मान्छेको सामान छुट्याएको छ भने सरी भन दाइको मन चाहिँ मैले कसरी थाहा पाएको भने राम्रो रहेछ भनेर मैले सबैभन्दा माइनसमा हानिदिएको नि त इन्टरभ्यू सेवा गर्ने हो नि सबैभन्दा माइनस 600 कति थियो मैले 510 मा हानेको होइन धेरै कमै हानेको हुन्छ होइन उनीहरू गएपछि कहिले अब बढाएर नि दिन्छ कहिले त्यो घटाकै रेटमा पनि कस्तो महँगो रेट आएको छ भन्छ अनि तपाईँलाई नि हिँडिहाल्यो भने अर्को टिप पनि पाउन सक्छ क्या त्यो बसिराख्नु भन्दा 150 लोभ गर्न थाल्यो भने झन् हुँदैन क्या त्यही भएर म जस्तो आउँछ त्यो हिँडिहाल्यो बरु हिँडिराख्यो भने भइरहेको छ क्या गुड्न बनाएको सामान राखिराखेर के भने अरू बुढाउने सुरुमै आइहाल्यो नयाँ मोडल आएको हो के हो ट्याक्सी पुरानो 24 को इभी हेर्न त त्यही भएर त सस्तो रेटमा नि हामी भ्याउँछौँ भनेर पेट्रोलमा हो भने त कहाँ उठ्नु अहिले इभीले गर्दाखेरि धेरै सहुलियत पाएको छ क्या पनि यो बाइकवालाहरू पनि त्यही त हो नि बाइकमा त तेलै हाल्नुपर्छ होइन बाइक पनि आएको छ नि इलेक्ट्रिक होला ए इलेक्ट्रिक स्कुटी चाहिँ आएको बाइकमा चाहिँ छैन नि स्कुटीमा बनाउने कट्टा हाल्छ
एकछिन है के गर्छौ उहाँको माथि कति छ बाटो ल त्यसो गर्दा पनि हुने रहेछ हजुर जानु तपाईँ कस्तो त उयो नि राम्रो नि आयो क्यामेरा समात हेर्नु न यहाँ सबै मिलाएर खोलिदिनु अब लाइनमा
पर्ने है सिकाउने दाजु हात गलेर यहाँ जानु भयो हाम्रो बाई 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 गर्नु न